कुमार बेन भन्ने चाहिँ ललितपुरतिरको एउटा केटो। बालेन शाहलाई प्रधानमन्त्रीसम्म बनाउने व्यक्ति को हुन्? नेपालको राजनीतिमा आज एउटा नाम सबैको मुखमा छ, बालेन शाह। र्याप गाउने युवक, इन्जिनियर, काठमाडौँको मेयर र अहिले राष्ट्रिय राजनीतिमा प्रधानमन्त्रीसम्म हुन सक्ने व्यक्ति। तर राजनीति कहिले एक्लै जितिँदैन। हरेक शक्तिशाली नेताको पछाडि एउटा शक्तिशाली दिमाग हुन्छ र त्यो दिमाग हो कुमार व्यञ्जकर, कुमार बेन। धेरैले उनलाई देख्दैनन्, उनी भाषण पनि दिँदैनन्, उनी चुनाव पनि लड्दैनन्, तर रणनीति भने उनी नै बनाउँछन्। काठमाडौँको चुनावमा जब पुराना दलहरूले बालेन शाहलाई हल्का लिए, त्यही बेला कुमार बेनले डिजिटल क्याम्पेन, युवा नेटवर्क र घर घरको रणनीति बनाए र परिणामस्वरूप पुरा देश चकित भयो र बालेन शाह काठमाडौँका मेयर बने। कुमार बेनको राजनीति अहिलेको होइन। उनका बुवा नरसिंह व्यञ्जकर ललितपुरमा 10 पटक वडाध्यक्ष जितेका व्यक्ति हुन्, अर्थात् राजनीति उनको घरमै हुर्किएको थियो। तर कुमार बेनले पुरानो शैली रोजेनन्। उनले रोजे सोसल मिडिया, युवाको शक्ति र नयाँ सोच। र आज नेपालमा नयाँ राजनीति उठिरहेको छ र उठिसकेको पनि छ र पुराना नेताहरूको बिचमा नयाँ पुस्ता प्रवेश गरिरहेको छ र धेरै मानिसहरू भन्छन् बालेन देखिने अनुहार हुन्, तर खेल डिजाइन गर्ने मान्छे सायद अझै पर्दा पछाडि छन् र त्यो नाम हो कुमार व्यञ्जकर, कुमार बेन। र राजनीतिमा कहिलेकाहीँ सबैभन्दा शक्तिशाली मानिस कुर्सीमा बस्ने होइन, कुर्सी बनाउने हुन्छ। र कुमार बेनको लागि एक लाइक गर्नुहोला।